हेलो एभ्रिवान, अहिले चाहिँ यहाँनिर बहिनी सुतिरहेको छ। अन्त हाम्रो चाहिँ यस्तो भएछ हाम्रो फुलको हालतहरू। हामी 4 महिना तल बसेर आउँदाखेरि चाहिँ मेरो फुलहरू चाहिँ सबै मरेछ। हेर्नुहोस् यस्तो भएछ सुकेर खङ्ग्रङ खङ्ग्रङ भएछ। यो चाहिँ डल्लै फ्याँक्नुको लागि निकालेको मैले। डल्लै अब म यसलाई डल्लै साइड लगाइदिन्छु। अन्त यो चाहिँ अस्ति रोपेर गएको थिएँ। यो चाहिँ मजाले फुलेछ, सिजन थास्दै मजाले फुलिरहेको छ। यहाँ हेर्नु सुकेको यस्तो हालत भइरहेको छ। चाहिँ यो अस्ति यहाँ छरिरहेको थियो अन्टोनियम डक फ्लावर, यहीँनिर कोपिलाको छ। अब यसलाई म रोप्छु। यो पनि फुलिरहेको रहेछ। यहाँ पनि यो प्रेमुला अस्ति रोपेको फुलिरहेको थियो। यहाँ छरेको थियो नि त, यो छुटेको रहेछ। यत्रो ठुल्ठुलो भएछ। यो पनि रोप्नु पर्यो। अब म यसलाई रोप्नु पर्यो। यस्तो भएको रहेछ। अब रोपेपछि मजाले आउँछ होला सायद। ती कोपिला पनि लागिरहेको रहेछ हो। अहिले चाहिँ बहिनीलाई यहाँ सुताइराख्छु नि त। अन्त चाहिँ मैले यहाँ चाहिँ यो रोपिहाल्नु पर्यो ऊ सुतेको बेलामा। यहाँ चाहिँ मैले रोपिसकेँ।